गुड मर्निङ नेपाल, जय भूमि आमा नेपाल। हाम्रा यस गोल बजारमा रहेका गोलचक्करका नालामा रहेका पानीहरू र प्रदूषित भएका कारणले गर्दा आज हाम्रा गोल बजार युवा समूहद्वारा चाहिँ यसरी नगर प्रहरी दाजुभाइहरू सबैजना मिलेर चाहिँ अब यसलाई चाहिँ हामीले चाहिँ यो अवस्थादेखि अलिकति केही परिवर्तन गर्न कोसिस गर्न गइरहेको छु र साथसाथै गोलचक्कर भित्रको रहेका फोहोर पनि हामी सफा गर्न गइरहेको छु। निरन्तरतै छ हाम्रो सरसफाइमा। हजुरहरूले पनि आएर निस्वार्थपूर्ण दान सहयोग गर्न सक्नुहुन्छ। अब हाम्रो नगर प्रहरीका दाजुभाइहरूले दिदीबहिनीहरूले साथ दिनुभएकोमा खुसी छौँ र यो फोहोर चटक्क अहिले क्लियर गर्ने पक्षमा छु।